यो चाहिँ एकदमै स्वर्ग जस्तो ठाउँ छ है। हामी घुम्न गएका छौँ यहाँ। एकदमै रमाइलो छ, हेर्नु यति राम्रो छ कि फुलहरू छन् यतातिर है। रुखहरू यति राम्रो राम्रो रुखहरू, गार्डन छ एकदमै राम्रो। धेरै मान्छेहरू घुम्न आउनु भएको हुन्छ यतातिर। एकदमै सुन्दर हावा पानी, हेर्नलाई दृश्य पनि यति राम्रो छ है। फुलहरू पनि यति राम्रो फुलिरहेको हुन्छ यहाँ। अनि अरू यस्तो बनावट बनाएको हुन्छ गोलो गोलो बनाएर गार्डनहरू है। हेर्नलाई घुम्न आउनलाई चाहिँ एकदमै राम्रो छ, हावा पनि राम्रो छ यतातिर। हामी घुम्न आएको चाहिँ भर्खरै हो, 1 घन्टा जति भयो। घुमेर टाढासम्म घुम्दा घुम्दा खुट्टा दुखिसक्छन्, घुमेर सकिन्न है। भन्दा पछाडि अहिले मन्दिरमा पनि जानु छ एकछिन पछाडि उता विधानसभा। यो चाहिँ हामी पार्कमा बसिरहेका छौँ हामी। कपन पार्क होइन, कपन पार्क हो, कपन पार्क गार्डन। राम्रो साथीहरू घुम्न आउनु भएको छ, राम्रो छ है। तपाईहरु पनि घुम्ने भए बेंगलोरको कपन पार्क है। यो कपन पार्क हो बेंगलोरको। धेरै साथीहरू घुम्न जानुहुन्छ, नेपाली साथीहरू पनि जानुहुन्छ है, यहाँको लोकलहरू पनि जानुहुन्छ। जानुहुन्छ साथीहरू घुम्नलाई। हामी पनि घुमेर एकछिनमा घर फर्किन्छौँ।